पहिला भन न फोटो पठा क्या फोटो पठा मेरो फोटो म कहिले चाहिँ बसेँ त्यो फोटो प्रमाण पठा के बोलिरहेको के बोल के प्रमाण छ ल मलाई फोटो पठा पहिला भन न फोटो पठा क्या फोटो पठा मेरो फोटो म कहिले चाहिँ बसेँ त्यो फोटो प्रमाण यसले फोटो पठाउन सकेन फोटो पठाऊ जे भन्छ त्यही दिन्छु ल फोटो पहिला छ भन्दा फोटो पठाएर देखा न हो छँदै छैन तपाईँसँग नि को साथी हो साथीको नाम त होला नि त बसेको चाहिँ कहाँ भन्न पहिला कहाँ देखाएको छ अचम्म कुरा नगर ल जे पहिले बोल्ने होइन छ भने पठा त्यही त थाहा रहेछ त मेरो बारेमा सबै पठा न पठा कुरुक्क चुप लागेर मैले पठा भनिरहेको छु त त्यही त थाहा रहेछ भन्दा चाहिँ पठाउ न भनिरहेको छु म पनि हेर्छु कहिले चाहिँ बसेको रहेछ कुन ठाउँमा बसेको रहेछ कोसँग बसेको रहेछ म नि हेर्छु सक्छौ पठाउन जे पहिले भन्दा रहेछ हो अरू केटी जस्तो सोचेछ होला आजसम्म बसेकै छैन कहाँबाट पठाउन सक्छ को साथी भन नाम भन को साथीसँग कहाँ बस्यो कुन ठाउँमा बस्यो भन्न पहिला रिस उठ्ने यत्तिकै जे पहिले भन्दा रहेछ भन्न पायो भने जे पनि भन्ने नि तपाईँ चाहिँ मम्मीका सँग भन्दा म त्यसरी बसेको देखेको हो भनेर गु जस्तो मान्छे आलु जस्तो दिमाग छैन कि हो दिमाग फुस्क्यो हो ल प्रमाण छ भनेर पठाइदिए तपाईँ पठाइदिएन हेर्नु पऱ्यो म कहाँ गलत मान्छेसँग बोलिरहेछस् भाइ पहिला एकचोटि हेर्नु प्रोफाइल हेर्नु नि पहिला पहिला भन्न म कहाँ चाहिँ बस्यो फोटो पठाउन यति फोटो पठाउन सक्छस् भने छ भन्दा प्रमाण छ भन्दा पठाउन फोटो ल भाइ दाइ फोटो पठाउनु पर्यो म खुट्टा ढोकेर भन्छु फोटो दिमाग फुस्कियो जस्तो छ तपाईँको गएर त्यहाँ जानु मेन्टलिटी हस्पिटल लगाएर चेक गरेर आउनु एकचोटि कि मान्छे चिन्न छोड्नु भयो आँखा देख्न आँखा नै कमजोर भएको जस्तो चस्मा लगाएर किनेर लाउनु राम्रोसँग प्रोफाइल हेर्न हो कोसँग बोलिरहेको छ भनेर अचम्म लाग्छ मलाई त के प्रमाण पठाउनु यति साह्रो भन्दाखेरि रिक्वेस्ट गर्दाखेरि पनि प्रमाण पठाउन सकेन फोटो पठाउन सकेन भने त म छाती ठोकेर भन्छु कि तपाईँ झुट बोल्दैछ भनेर कि तपाईँ गलत मान्छेसँग बोलिरहेको छ पहिला मान्छे चिन्नु के हो कोसँग बोलिरहेको छ भनेर राम्रोसँग हेर्नु प्रोफाइल त मेरो साथीसँग बसेको छैन भनेर त मम्मी कसम मात्र भन् म अहिले नै तँलाई ब्लक गर्छु बुझ्यौ के अरे मेरै साथीसँग बसेर अझ ठुलो कुरो के म अरू केटी जस्तो छैन ठुक्क भन्न पनि ठुक्क ओए तैँले मान्छे चिनेको छस् कोसँग बसे प्रमाण पठाउन यार दिमाग छैन दिमाग फुस्क्यो गलत मान्छे होइन पहिला तैँले ल बसेको छैन भनेर त मम्मी कसम मात्र भन न त गलत हो कि म गलत हो थाहा पाइहाल्छ नि त बसेको छैन भने त मम्मी कसम खान्थ्यो नि त अनि मेरै साथीसँग बसेर अझ ठुलो कुरो क्या दिमाग खुस्क्यो होइन हेर तर म राम्रोसँग चिन्छु त कहाँको हो के हो सबै चिन्छ म तँलाई तेरो अब जन्म कुण्डली नै मलाई थाहा छ हेर त कसको छोरी हो के गर्छ सबै थाहा छ हेर मलाई सबै कुरो थाहा छ हेर त मेरो साथीसँग बसेको छैन भने त मम्मी कसम मात्र भन् आजदेखि म बोल्न पनि आउँदैन तर म सिधै ब्लक गर्छु ल भयो तँलाई प्रमाण पठाउँछ अनि म सिधै ब्लक गर्छु मम्मी कसम मात्रै भन् मम्मी कसम म तेरो साथीसँग बसेको छैन मात्रै भन् ल अब होइन थाहा छैन मलाई तपाईँको हो तर पनि तपाईँले चाहिँ अब यहाँ मेरो साथीसँग बसेको यहाँ ऊ भनेर भनिरहेको छ यहाँ बोलिरहेको चाहिँ मेरो दिदी हो होइन यो आइडी चाहिँ मेरो दिदीको हो अनि तपाईँले चाहिँ मलाई लाग्छ जस्तै अरू मान्छेलाई भनेर मेसेज गर्दाखेरि चाहिँ उसलाई पढेको जस्तो छ कि मिस्टेकली प्रोफाइलहरू राम्रोसँग नहेर हो कि नचिने हो कि के हो अनि यसरी होइन मान्छेले सिधै मुख छाडेर होइन नराम्रो तरिकाले यसरी मेरो साथीसँग बसेको तँ यस्तो उस्तो भनेर चाहिँ भन्नु मिल्दैन कि किनकि होइन ऊ त्यस्तो खाले मान्छे नि होइन केही पनि होइन उसले तपाईँलाई पनि चिनेको छैन कोसँग बस्दैन उसको बोयफ्रेन्ड पनि छैन भर्खरै त 19-20 वर्षको भएको छ कहाँ अनि अनेक मान्छेसँग बसेर हिँड्न भ्याउँछ त यहाँ तपाईँको साथी को हो हामीले चिनेकै छैन कता अब पहिला चाहिँ कता बसेको कहाँ बसेको त्यो चाहिँ भन्नु तपाईँको साथीको घर कता हो को हो नाम भन्नु के थाहा त न तपाईँको साथी उसको पहिलाको चिनेको साथी पो थियो